साथी त यस्तो होस्, दूर हुँदाखेरि पनि, टाढा हुँदाखेरि पनि खोइ भन्न सकियोस्, नजिक हुँदा ओइ भन्न सकियोस्, अनि मनका कुराहरू मजाले पोख्न सकियोस्। ऊ भित्र कुरा पोख्दाखेरि, उसँग मनका कुराहरू सार्दाखेरि संसार भुलेर सब कुरा भन्न सकियोस्, ताकि ऊ मेरा हरेक कुरा सुन्न तयार छ र त्यस पछाडि महसुस गर्न सक्छ भन्ने कुराहरू मनमा त्यस्तो भाव आओस्। कुनै डर नहोस्, यस्तो योसँग यो कुरा सार्दाखेरि केही हुन्छ कि, यो मसँग रिसाउँछ कि भन्ने फिलिङ्स चाहिँ नहोस् क्या। निस्वार्थ भावले आमाले खुवाएको वर्णन गर्छ मान्छेले, तर आमाले खुवाउने, आमाले पकाउने त्यो भातको सिता ल्याउन बाबाले गरेको सङ्घर्ष हेर्नुहोस् त। बाबाको फाटेको जुत्ता र आमाको फाटेको खुट्टा देखेर कहिले पनि घृणा नगर, त्यो त तिम्रै जीवन बनाउन सङ्घर्ष गर्दा फाटेका हुन सक्छ। यो संसार यति स्वार्थी छ नि प्रभु, पानीलाई पकाएर बाख्लो बनाउँछु भन्नु र बैगुनीलाई फकाएर आफ्नो बनाउँछु भन्नु हाम्रो मूर्खतामा। त्यसैले जानेलाई जान दिउँ, के फरक पर्छ र? अर्थ नभएको सम्बन्ध गाँसिनु भन्दा त मासिनु बेस हो नि त। त्यसैले कोही मान्छे जान्छ भने जानु, यही फरक पर्छ। आमाले पिटेको सन्तान, गुरुले पिटेको शिष्य र सुनारले पिटेको सुनको महत्त्व कति छ भन्ने कुरा त अहिले बजारमा बढेको सुनको रेटले पनि थाहा हुन्छ। त्यसैले हामीले यी चिजहरूलाई त सहन गर्न सक्नुपर्छ। जति सुनले त्यो पिटाइ सह्यो नि, अनि बल्ल त्यो सुन एउटा गहनामा परिणत भयो र आज महँगो बिक्री भयो। त्यसैले बाबा आमा गुरुले हामीलाई कहिले गाली गर्नुभयो, यस्तो गरिस् भनेर डाँट्नुभयो, पिट्नुभयो भने प्रतिशोध राख्ने होइन, बल्कि अब म महँगो अनि सबैको प्रिय गहना बन्दैछु भनेर गर्व गर्ने। छोरा मान्छेको साथी भनेको बुढी हो, त्यही भएर जीवन साथी भनेको। नभए स्कुलको साथी बेग्लै हुन्छन्, कलेजको साथी बेग्लै हुन्छन्, विदेशको साथी बेग्लै हुन्छन्। धरानबाट काठमाडौँ जानुहोस्, काठमाडौँकै बसमा पनि साथी भइहाल्छन्, साथी चोकचोकमै बनिन्छन्, साथी तपाईँ जहाँ गयो त्यही बनिन्छन्, तर जीवन साथी चाहिँ एउटै बनिन्छन्। यो चाहिँ तपाईँको श्रीमती हो, त्यही भएर जीवन साथी भनेको। नत्र भने तपाईँको बेहोरालाई हेर्दाखेरि तपाईँको साथीहरू कति टाढो भइसक्यो होला, तर तपाईँको श्रीमती भएन नि, किनकि जीवन साथी हो। अब तपाईँले त्यो साथीलाई माया गर्ने पैसा चाहिँ श्रीमतीलाई माया गर्नुहोस् त। आफू चाहिँ गएर क्याफेमा गएर खाने, अनि घरमा आएर बुढीले कस्तो नमिठो पकाएको भन्ने, त्यहाँ खर्च गर्ने पैसा दिनु न बुढीको हातमा, उसले पनि मिठै पकाउँछ। 50% मिठो मसलाले पकाउला, त्यसमा 50% मिठो तपाईँको माया हालिदिनुहोस् न। पाकेको त नि